ल्वाङ ल्वाङलाई अरबिकमा क्रोमफुल भन्छ क्रोमफुल। दालचिनी दालचिनीलाई अरबिकमा कुर्फा भन्छ अलकुर्फा। दर्शक नमस्ते नमस्कार सम्पूर्ण मित्रहरूलाई बीएम टेक्निकल भिडियोज साउदी अरबबाट। साथीहरू आजको भिडियोमा चाहिँ म तपाईहरुलाई हामीले दैनिक पकाउने तरकारीहरुमा प्रयोग गर्ने मसलाहरुको नाम अरबिकमा सिकाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर बीएम टेक्निकल भिडियोज युट्युब च्यानललाई सब्स्क्राइब र माया गरिदिनु होला भन्दै भिडियोतर्फ लाग्न चाहन्छु। जीरा जीरालाई अरबिकमा कम्मुन भन्छ कम्मुन। ल्वाङ ल्वाङलाई अरबिकमा क्रोमफुल भन्छ क्रोमफुल। दालचिनी दालचिनीलाई अरबिकमा कुर्फा भन्छ अलकुर्फा। मरिच मरिचलाई अरबिकमा फिलफिल अस्वाद भन्छ फिलफिल अस्वाद। सुकमेल सुकमेललाई अरबिकमा हेल भन्छ हेल। जाइफल जाइफललाई अरबिकमा जुजतो तय्यबी भन्छ जुजतो तय्यबी। मेथी मेथीलाई अरबिकमा अल हुल्बा भन्छ हुल्बा। केसर केसरलाई अरबिकमा जाफरन भन्छ जाफरन। तेजपत्ता तेजपत्तालाई अरबिकमा वरग अलघरी भन्छ वरग अलघरी। कालो इलाइचीलाई अरबिकमा अलहेल अस्वाद भन्छ अलहेल अस्वाद। नुन नुनलाई अरबिकमा मिल्हा भन्छ मिल्हा। स्टार फुललाई अरबिकमा यन्सुन नजमी भन्छ यन्सुन नजमी। सोफलाई अरबिकमा यन्सुन भन्छ। टिमुरलाई अरबिकमा फिलफिल सिचुवान भन्छ फिलफिल सिचुवान। खुर्सानीलाई अरबिकमा फिलफिल भन्छ फिलफिल। प्याजलाई अरबिकमा बस्साल भन्छ बस्साल। अदुवालाई अरबिकमा जन्जबिल भन्छ जन्जबिल। लसुनलाई अरबिकमा थुम भन्छ थुम। धनियालाई अरबिकमा कुसबरा भन्छ कुसबरा। बेसारलाई अरबिकमा कुर्कुम भन्छ कुर्कुम। हस् त साथीहरु आजको भिडियोमा यति नै। बीएम टेक्निकल भिडियोज युट्युब च्यानललाई सब्स्क्राइब र माया गरिदिनु होला भन्दै भिडियोबाट छुटिन चाहन्छु। धन्यवाद।